हेलो एभ्रिवान, वेलकम ब्याक अगेन। स्वागत छ हजुरलाई हाम्रो नयाँ च्यानलमा, युट्युब च्यानलमा। आज फेरि हामीले व्हिस्पर च्यालेन्ज लिएर आएका छौँ। सबैले हेरेर माया साथ सपोर्ट गर्न नभुल्नुला भन्दै आजको व्हिस्पर च्यालेन्जमा राधिका र म सँगै आएका छौँ। अब च्यालेन्ज सुरु गर्छौँ। र भन्नेले मासु खान्छ, नभन्नेले करेला खान्छ। तिमी सुरु गर कि म गर्छु, तिमी गर। त भन्नु तिमीले भन। मैले भन्ने ल सुरु गर। जिन्दगी झन्डा फिर भी घमंड बा। ल भन के भन्यो रे? जिन्दगी झन्डा फिर भी घमंड बा। फेरि भी झन्डे बा। के भन्यो भन। मासु खानु भइरहेको छ धेरै ठुलो लामो नभन। हट्यो भिडियो गरेर जिन्दगी झन्डा फिर भी घमंड बा। जिन्दगी धन्यवाद। भयो मिलाइनु भयो तिमीले, मिलाइनु न हाँसेर भन्नु न। जिन्दगी झन्डा फिर भी घमंड बा। अहिले त सुन्नु साह्रो भनेको छु। फेरि भन त। कटपटक पाँच पटक भन्ने। जिन्दगी झन्डा फिर भी घमंड बा। जिन्दगी धन्यवाद फेरि भी धन्यवाद। होइन मिलाइन नाइनले के भन्नु? तिमी सुनेर सुने। जिन्दगी झन्डा फिर भी घमंड बा। जिन्दगी झरेबा फेरि बा घमण्ड। पाँचचोटि भइसक्यो। एकचोटि भन। जिन्दगी झन्डा फिर भी घमंड बा। के जिन्दगी झन्डे बा भन्दै सुन्छु खै भन। के भन्यो भन त। जिन्दगी झन्डा फिर भी घमंड बा भनेको। त्यत्रो लामो त भनेको। करेला सानसानो टुक्रा असे मैले पनि करेला खानेलाई मासु खान चाहन्छ छैन। त्यो सुन्ने के भन्ने अब भयो। त्यो गर्ला भनेर बोलाउनु बना भन्छ तिमी। बाँदरको गु खाने हो। म त सुनिन बाँदरको गु खाने हो। अझै अर्थ भएन। उसले पनि बिसारे भन्छ मैले कहाँ साह्रो भनेको। साह्रो भनेर सुन्ने। बाँदरको गु खाने हो। तिमी साह्रै बोल्छ नि भयो ब्रा। साह्रै बोल कि दुईपल्ट साह्रो बोल्न। बाँदरको गु खाने हो। बाँदरको त्यति अब एकचोटि छ है। हाँसी भन्छन्। नहाँसेर भन्नु न। अझै कता भन्। नहाँसेर भन क्या। अब हाँसी गर्छ नहाँसेर भन्न न। बाँदरको गु खाने हो। एक के सुन के भन। बाँदरको गु खाने हो। बाँदरको गु खाने हो। त्यो मिलावा मिलाई स्केल त अन्त बाँदर दुध खाने भन्छ अन्त बाँदर दुध खाने भन्छ। उसले त के यसले त साह्रो भन्ने टोक र। मैले साह्रो भन आफूले। यो त अलमैलेन जस्तो भनौ नि। के यिनले त पुरै जिन्दगी त मैले भनेको त थिएँ रे। मासुबाट सब राडिकल छ है त्यस्तै गरेर। मासु त पाउँछु के मैले। ल सुरु। घुम्न जाने। सुरु मिलो के साउन्ड चाहिँ यत्रो ठुलो गीत कोही कस्तो छ क्या। मासु खाया मासु एक मासु और मैंने क्या खाऊंगा रे।
सजिलो सजिलो खा त्यो मुखमा चाहिँ आज त्यही बोलेर भयो र भन के तिम्रो कट्टु फाटेको तिम्रो फेरि भन त तिम्रो कट्टु फाटेको सुनिन ब्लुटुथ भने चु होला त्यसो भए त तिम्रो कट्टु फाटेको तिम्रो घरको तिम्रो कट्टु फाटेको तिम्रो कट्टु फाटेको कालेक मात्रै सुन्यो के हो तिम्रो हो मैले भनेको हो बासु नमा ल यो सुरु गर तिमी 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 हस्पिटल जाने हो चटपट खान जाने हो होइन तिमी हस्पिटल जाने हो तिमी चप्पल जाने तिनचोटि भयो दुईचोटि भयो तिमी हस्पिटल जाने हो के भन्यो फेरि भन न तिमी हस्पिटल जाने हो तिमी हस्पिटल जाने हो ए त्यहाँ सुन्ने छ मासु 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 फेरि जिते फेरि मेरो पालो म एकपल्ट खाइसकेको करेन मैले एकपल्ट करेला खाएको छैन अहिलेसम्म सुन्ने हो बजे हो गीत बजाएको मोजा फाटेको छ हाँ मोजा फाटेको छ मजा फाटेको छ सोइल सोइल भयो के भयो वाह यस्तो? वाह 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 एकै पटकमा मिलाएँ है मैले मासु मासु मैले चाहिँ सक्छु क्या हो ल म सुरु गर्छु है बाहिर पानी पर्न लागेको छ र बाहिर पानी पर्न लागेको छ र बाहिर पानी पर्न लागेको छ र बाहिर पानी पर्न लागेको छ कति क्वेसन भयो अरे 4वटा नि तिमी कति मास खायौ मैले तीनटा क्वेसन भयो र गु खाने 4टा भयो होइन त्यो 3टा भयो के मैले एउटा गरेर खाएँ 3टा मासु खाएँ हो र त्यसमा अब मैले भनेपछि 4टा हुन्छ मेरो पालो आयो बाँडेर गयो स्वाद आयो हाँ बाँडेर गयो स्वाद आयो बाटोमा खसेको हो बाँडेर गयो स्वाद आयो बाला लागेको छ किन बाँडेर गयो स्वाद आयो ल भन त बाँडेर गयो स्वाद आयो बाँदर करायो अब एक बाँडेर गयो स्वाद आयो बाँदर गयो साथी लयो बाँडेर गयो स्वाद आयो बाँदर ओ करेला करेला खिला दूंगी मैं मासु खाँदा
मम्मी करेलाले मार्छ क्या सुरु छ न केट के भन्ने घर गएको पानी आयो घर गएको पानी आयो आयो अह घर गएको पानी आयो घर गएको पानी आयो घरको अह घर गएको पानी आयो फेरि भन न घर गएको पानी आयो घरको पाठा आयो अह चारचोटि भयो है घर गएको पानी आयो घरको पारा आयो पाँचचोटि भयो सक्को एकपल्ट भन न घर गएको पानी आयो के भन्यो घर गएको पानी आयो भनेको है है करेला 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 अबे कति कति भयो अरे पापा छुट्टा भयो तिम्रो 4 भयो मेरो 5 भयो तिम्रो 4 भयो अहिले 5 हुन्छ न मेरो अहिले त करेला खान नपरोस् बाबे तो एकतिर भएको इयरफोन पनि छोराछोरी धेरै छोराछोरी धेरै भन्दैछु के छोराछोरी धेरै चकचके छन् छोराछोरी धेरै कति छन् छोराछोरी धेरै चकचके छन् छोराछोरी धेरै ठुलो छन् छोराछोरी धेरै चकचके छन् छोराछोरी कति छन् छोराछोरी धेरै चकचके छन् छोराछोरी छोराछोरी कत्रो छन् छोराछोरी कहाँ गए छन् अब एकपटक छ है छोराछोरी चकचके छन् छोराछोरी छैनन् छैनन् छोराछोरी चकचके छन् अब त चक्छ ए अब फेरि करेला खाने म खान्न कि करेला सबै उइस्टै छ बल्ल पनि बमिदा आउन नि पाओ बमिदा आउला छ पान्टिम किन भयो ल भन सुरुमा मैले सुनेको तिमीले भनेको नि अब यति हो क्या 5 त भयो अब दुई त भनौँ भोकै 6 त मात्रै भन 6 त मात्रै अब एक घन्टा तिम्रो सासु आमा खोइ तिम्रो सासु आमा तिम्रो सासु आमा खोइ तिम्रो सासु आमा तिम्रो सासु आमा खोइ 3 चोटि भिजाको है तिम्रो सासु आमा तिम्रो सासु आमा खै तिम्रो सासु आमा खोइ त्यस्तो छिटो यत्रो छोटो छोटो भन्दै यिनले मिलाइ मासु खाइ गरे यार आफूलाई कल भन्नु अरूलाई अब मेरो पालो अब अन्तिम हो अब हार्छु कि जित्छु थाहा छैन बजेको गीत भएन ल तिम्रो बोयफ्रेन्ड छ तिम्रो बोयफ्रेन्ड छ ओसे मासु 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 खाया रे मासु 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 सक्यो आजको भिडियो के कस्तो लाग्यो हेरेर सल्लाह सुझाव दिन नभुल्नु होला भन्दै
हाम्रो च्यानललाई लाइक कमेन्ट subscribe सेयर सब्सक्राइब गर्नु नभुला भन्दै नभुल्नुहोला। आजको भिडियो यति नै बाई।